नमस्कार, आज हो मेरो बलको डे 96 र आज म ट्रेन गर्नेछु चेस्ट ट्राइसेप र एप्स। गाइजहरु हामी 200 फलोवर्सको निकै नजिक छौं, सो फलो गर्दिन नभुल्नु होला। बिहान मौसम चिसो भएर घरभित्र नै 5 मिनेट मेडिटेसन गरे। हिजो शोल्डर प्रेसमा एक्स्ट्रा वेट उठाएकोले हल्का सोरनेस रहेको छ। बिहान 8 बजे फ्ल्याक्सिजन सीडसँग गार्लिक जिन्जर र तातो पानी पिए। आज एप्स वर्कआउट पनि छ, सो छिटै सुरु गर्नेछु। 9 बजे प्रिमिलमा 3 वटा रोटी बनाएर 9:30 मा प्रिमिल खाए। आजको वर्कआउट प्लानहरु यस्तो हुनेछ। 11 बजे वार्म अप गरेर वर्कआउट सुरु गरे। चेस्टको लागि बेन्च प्रेसको 3 सेट, केबल फ्लाइ र स्क्विज प्रेसको 2-2 सेट, ट्राइसेपमा क्लोज ग्रिपको 2 सेट, ट्राइसेप एक्सटेन्सन र केबल किकब्याकको 2-2 सेट। इन्डमा एप्स ट्रेन गरेर आजको वर्कआउट सके। 10 मिनेट पछि स्ट्रेचिङ गरेर क्रेटिन लिए। 3 बजे पोस्ट वर्कआउट मिलसँग भिटामिन डी को ट्याब्लेट लिए। आज ट्युसन क्लास थिएन। 5 बजे वकमा गए। 6 बजे स्क्रिप्टिङको काम सकेर 7 बजे डिनर गरे। सुत्नु भन्दा अगाडि अश्वगन्धा लिए र आजलाई यति नै। राम्रो लाग्यो भने फलो गर्दिन नभुल्नु होला। थ्यांक यू सो मच, लभ यू अल र भोलि भेटौँला।